म 22 वर्ष भयो। त्यस 11 वर्षदेखिको थियो। 11 वर्ष 6 सम्म पढ्यो। हजुर। अब 6 देखि पढ्दैन। 6 देखि नै अब गाई बाख्राको पेसामा लाग्यो। हजुर। त्यहाँदेखि अब पढ्न सक्न पाइएन। योगेश मगर। हजुर। के अहिले 5 जनाको पढ्यो। 5 जनाको बुवामा हुनुहुन्छ? बुवामा हुनुहुन्छ। अनि दाइ बहिनी 2 जना हुनुहुन्छ। बहिनी 2 जना। दाइले बिहे गरेर छुट्टी। ए 11 वर्ष हुँदाखेरि दाइले बिहे गर्नुभयो। हजुर। त्यहाँदेखि अब गोठाला लाग्यो। अब बाबामा बुढाबुढी हुनुहुन्छ। अब दाइले पढ्दै धाउनु भयो। हजुर। घरमा गर्ने मान्छेहरू गोठाला गर्ने मान्छेहरू भएन। अनि त्यसपछि मैले अब यसमा बाबामाको पेसामा लाग्यो। पेसा सम्हाल्नु पऱ्यो होइन? पेसा सम्हाल्नु पऱ्यो। के गर्ने पढ्न मन त थियो। हजुर। अब के गर्ने अब भाग्यले अब पढ्ने साथ दिएन। त्यही भएर अब स्कुल छोडियो। बाध्यताले छोडियो। नि अब साथीभाइहरू तल बुर्की बाबु तल बुटोल काठमाडौँ पोखरा पर्दाखेरि त हो म पनि पढेको भए थियो। साथीहरूसँग त्यहीँ हुन्थेँ। त्यस्तै गरी हिँड्थ्यो होला म भन्ने मन लाग्छ। हामीहरू धरपाटनको यो कुन ठाउँ? ऐसियालडाँडा। अहिले त मलाई त गाई गोठालो गर्दा पनि ठिकै लाग्छ। ठिकै छ नि। अब किन भन्दा सबले अब गाई गोठालो गरेर छोडे। अब आजभोलिको युवामा अब गोठालो गर्ने खासै मान्छे भेटिन्न। आजभोलिको युवाहरूले गोठाला गर्दाखेरि त्यही त मैले पनि अहिले तपाईँलाई देखेँ कि मलाई एकदम होइन वीर पुर्खादेखि आएको यस्तो चलन नमेटोस्, यस्तै रहोस् भन्ने चाहन्छु। त्यही त हामी एकल गुरु नपालासम्म हुन्न। अब यिनीहरू छैन भने त अब पाहाडमा त अब खान पनि मिल्दैन। मलाई यस्तो एक्लो जिन्दगी नै राम्रो लाग्छ मलाई। अनि बिहे त गर्नुहुन्छ होला नि फेरि? बिहे त बिस्तारै अब अहिले उमेर छँदैछ 22 वर्ष छँदैछ। बिस्तारै सोच्दै गर्ने। अनि गाई कति छन्? गाई त्यस्तै 19वटा छ। 19वटा नि? 19वटा। अनि बाख्रा नि पाल्नु भएको छ? बाख्रा कति छ? बाख्रा पनि छ त्यस्तै। बाख्रा पनि छ 18-19 छ। 18-19 छ नि? 18-19 छ। ए त्यही त। अब पहिला वीर पुर्खाहरूले राखिदिएको त्यो पहिला चाहिँ बाजे अब बाजेहरूले चाहिँ राखेको ठाउँ ऐसेलु धारा होइन? अब सबले अब हामीहरू त बच्चैदेखि यस्तै सुन्दै आइयो। यो चाहिँ यहाँ धोरपाटनभित्र पर्छ नि? धोरपाटनभित्र पर्छ। मैले तिरे छैन। तिर्नु भएको छैन नि? पोहोर साल यस्तो थिएन। 80 सालदेखि यस्तै भयो। पोहोर परार अब चलनदेखि नै अब बसोबास हुन्थ्यो। तर अब जिजु बाजेदेखि बस्नुहुन्थ्यो। अब तर तिरे थिएन। असो आए। असो मैले तिरेन। तर म यहाँ थिएन। यहाँ भएको भए सायद मैले पनि तिर्थेँ होला। सबले तिर्दाखेरि म असो भएन। म तिरेँ।